साथीहरु नमस्कार। आज तपाईहरुलाई म एउटा कोरियाको स्पेशल ठाउँको बारेमा जानकारी दिँदैछु र घुमाउँदै छु है साथीहरु। यो ठाउँ चाहिँ लोटे ओल्ड। तपाईहरुले देख्न सक्नुहुन्छ यो लोटे टावर हो। यो कोरियाको सबभन्दा अग्लो टावर हो र विश्वको कति नम्बरको टावर पर्छ त्यो मलाई एक्ज्याक्टली थाहा भएन। विशेष गरी तपाईहरु यो लोटे टावरमा आइसकेपछि यो अप्रिल महिनाको 12 तारिक हैन, त्यहाँ त्यो बेलामा आउनु भयो नि यहाँ एकदमै यो साकुरा फुल्ने बेला छ। त्यही भएर यहाँ मान्छेको भिडभाड छ। तपाईहरु यो ठाउँमा आएर यो लोटे टावरमा चढेर हेर्न सक्नुहुन्छ। यसमा डेको नाइटको भ्यूहरु हेर्न पाइन्छ। एकदमै रोमाञ्चक हुन्छ र मान्छेहरुको यत्रो भिडभाड छ। यहाँ यो साकुराको अहिले अब लास्ट सिजन हो। अब साकुरा झर्न लागिसकेको छ। त्यही भएर टक्क यो सिजनमा यहाँ एकदम रमाइलो छ। यहाँ मान्छेहरुको अत्यन्त भिडभाड छ। स्टुडेन्टहरु पनि आएको छ। सबै स्कुलहरुले यसरी घुमाउन ल्याउँदो रहेछ। अनि अरू मान्छेहरु पनि आएको छ। आज म नेपाली साथीहरु चाहिँ देखिन। आज कामको दिन हो। त्यही भएर म मात्र एक्लै हल्लानु भएर आएको छु यहाँ। एकदम राम्रो। भोलि पर्सि आउने नि अब यो खस्दै छ। त्यही भएर म चाहिँ आइसकेँ है। आमा मान्छेहरु त ओहो, म त कति उफ्री टिकटक बनाउँला यहाँ वहाँ भन्ने सोचिआएको थिएँ। तर मान्छेको भिडभाड छ गाइस। यहाँ मेन भनेको यही चाहिँ नि साकुरामा फोटो खिच्न र यहाँको दृश्य हेर्न मान्छे धेरै आउँछन्। ल अहिले लास्ट भइसक्यो। अब साकुरा झर्दैछ। हावा चल्ने बित्तिकै साकुरा झर्न सुरु गरिसकेको छ। त्यही भएर आज हुनसक्छ अन्तिम हो। त्यही भएर मान्छेहरूको भिडभाड अति। यहाँ नजिकै यस्तो ताल छ हैन। यो तालको छेउछाउमा पुरै यो साकुराहरू यस्तै रोपेको छ। रातिमा लाइटिङ सिस्टमले अझै राम्रो हुनसक्छ। ओहो मान्छे के साह्रो हो। अब यस्तोमा म पनि यही भिडमा घुस्नुपर्छ कि एक चक्कर त यो तालको हान्नै पर्यो साथीहरु। यहाँ झरिसकेपछि यहाँ सङ्केत रहेछ कुकुरलाई निषेध र यो यतापट्टि जाने भने एरो। मान्छेहरु सबले यहाँ साकुरामा फोटो खिचाइरहेको छन्, भिडियो बनाइरहेको छन्। मान्छेहरु के साह्रो। आमा साथीहरु, तपाईहरु कहाँ हुनुहुन्छ? कोरियाको कुन ठाउँमा हुनुहुन्छ? यो सौल नजिकै हुने मान्छेलाई एकदम इजी छ यहाँ आउन। र अरू बाहिरी ठाउँमा हुने साथीहरुलाई पनि तपाईहरु जुनसुकै पनि रेल चढेर झामसिलयाकमा उत्रिनुहोस्। झामसिलयाक। अनि मैले अघि त्यहाँ देखेको थिएँ एक्जिट नम्बर 2 नम्बरको गेटबाट उत्रियो भने तपाईँ डाइरेक्ट यो पार्कमा आउन सक्नुहुन्छ। त्यही भएर तपाईहरु झामसिलयाक आउनुभयो भने झामसिलयाकबाट साइडमा यस्तो देख्न सक्नुहुन्छ। तपाईँ कुनै नम्बरको रेल झामसिलयाक भनेर सर्च गर्नुहोस्। त्यसबाट तपाईँ झामसिलयाकमा आएर एक्जिट नम्बर 2 बाट तपाईँ निस्किनु भयो भने यहाँ चाहिँ ठ्याक्कै हामी यही ठाउँमा आउन सकिँदो रहेछ है। ल हेर्नु, सबैले यहाँ फोटो खिचाएको छन्, भिडियो बनाइरहेको छन्। कति रमाइलो, कस्तो राम्रो। ल हेर्नुहोस् त साथीहरु, कस्तो राम्रो फुल। त्यहाँ माथि ताल र पारिपट्टि देखिने साकुराको पुरै लाइन। यो पुरै लाइन चाहिँ फुलको लाइन छ र यहाँ बाटोहरू छ। यो बाटोको छेउछाउमा हिँडेर हामीले पुरै अवलोकन गर्न सक्छौँ। एकदम सफा बाटो छ है। सफा बाटो, त्यसमा साकुराहरू झरेको छ। यस्तो साकुरा फुलेको छ। चराहरू कराइरहेको छ हैन। तपाईहरु कोरिया आउने तयारी गर्नु भएको छ, तपाईहरु कोरिया आइसक्नु भएको छ भने यो ठाउँमा नभुलेर एकचोटि घुम्न आउनु होला। अत्यन्त रमाइलो छ साथीहरु। मैले तपाईहरुलाई कोरियाको अरू ठाउँको पनि भ्रमण गराउने छु भन्दै यहाँ चाहिँ तपाईहरुलाई झामसिलयाकमा आएर तपाईहरु लोटे टावरमा पनि चढ्न सक्नुहुन्छ। लोटे टावर भनेको चाहिँ धेरै अग्लो छ। त्यहाँबाट हामीले सौलको पुरै भ्यूहरु हेर्न सक्छौँ। रातिमा लोटे वर्ल्ड टावरकोमा चढियो भने हामी 121 तला भन्दा माथि छ कि कति, त्यहाँसम्म हामी 121 फ्लोरसम्म हामी जान सक्छौँ। र त्यहाँ गएर हामीले नाइट भ्यू कस्तो रमाइलो हेर्न सक्छौँ भने यो जुनसुकै बेला पनि हामी लोटे टावरमा चढेर त्यो भ्यू चाहिँ जुनसुकै बेला हेर्न सक्छौँ भने यो साकुराको फुल्ने बेला र एक हप्तामा फुलेर झर्ने खालको फुल हो यो। त्यही भएर यो चाहिँ एकदम टाइम मिलाएर आउनुपर्ने हुन्छ। यो टाइममा चाहिँ मान्छेको भिडभाड पनि अति हुँदो रहेछ हैन। यो टाइममा तपाईहरु आउनुहोस्। तपाईहरुको यो चाहिँ अप्रिल महिनाको सेकेन्ड विकमा चाहिँ यहाँ यस्तो हुँदो रहेछ साथीहरु। म पनि लोटे वर्ल्डमा धेरैचोटि आइसकेको थिएँ, लोटे टावरमा धेरैचोटि आइसकेको थिएँ। त्यसपछि यो फुल्ने बेलामा चाहिँ फर्स्ट टाइम त्यस्तो छ है। त्यही भएर तपाईहरु पनि कोरिया आउनु भएको छ भने आउनुहोस्।
र तपाईँहरू यहाँ कसरी आउने भनेर तपाईँ अन्यलमा हुनुहुन्छ भने तपाईँहरू कोरियाको जुनसुकै ठाउँबाट पनि झाम्सिल्याक सर्च गर्नुहोस्, झाम्सिल्याकमा आउनुहोस्। झाम्सिल्याकबाट बाहिर निस्केपछि तपाईँले यो ठाउँ भेटाउन सक्नुहुन्छ सहजै रूपमा। अनि यसपछि तपाईँहरू यो चाहिँ नि झाम्सिल्याकमा आउन यताउता झाम्सिल्याकमा धेरै ठाउँबाट बसहरू पनि डाइरेक्ट आउँछ। अनि तपाईँहरूको रेलहरू पनि लगभग सबै रेलहरू यहाँ आउँछ। त्यो भएको कारणले गर्दा तपाईँहरू जुनसुकै ठाउँबाट पनि सहज रूपमा यहाँ आउन सक्नुहुन्छ है त साथीहरू। ल म यति भन्दै अहिले तपाईँहरूसँग छुट्टिन्छु र तपाईँहरूलाई मनपर्छ भने हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्। अनि तपाईँहरूलाई यस्तै अरू मैले घुम्ने ठाउँहरूमा पनि लाने प्रयास गर्नेछु। तपाईँहरूले कुन ठाउँबाट हेर्नु भएको छ त्यो पनि जानकारी गराइदिनु होला। अहिलेसम्म यो चाहिँ भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो, हेरेर साथ दिनुभयो। आफूले पनि कोरियाको झाम्सिल्याकमा घरै बसी त्यो झाम्सिलको मनमोहक दृश्य पनि तपाईँहरूले हेर्नुभयो। आशा छ तपाईँहरू पनि खुसी हुनुभयो होला भने अहिले छुट्टिन्छु। नमस्कार, शुभ दिन, शुभरात्रि, शुभ समय।